हेलो गाइज वेलकम टु माई सानोतिनो ब्लग। आज चाहिँ म आएको छु इटरीको प्रणामी मन्दिर, जुन चाहिँ निकै सुन्दर बुढी खोलासँगै टाँसिएको यो मन्दिर। म तपाईँलाई आज म देखाउन चाहन्छु यस प्रणामी मन्दिरमा कस्तो दृश्यहरू छन्। यहाँका दृश्यहरू, यहाँका भित्रका तस्बिरहरू, यहाँ पूजा गर्ने ठाउँहरू म कैद गरेर तपाईँहरूलाई देखाउन चाहन्छु। म तपाईँहरूलाई आज इटरीको प्रणामी मन्दिर घुमाउन चाहन्छु र मेरो यो भिडियो, यो ब्लग चाहिँ अन्त्यसम्म हेरिदिनु होला। यो निकै सुन्दर शान्त मन्दिरको रूपमा परिचित छ, हाम्रै इटरीमा रहेको छ। यसरी बाहिर पनि विभिन्न चित्रहरू, विभिन्न देवी देवताका विभिन्न तस्बिरहरू, चित्रहरू, प्रतिमाहरू बनाएर राखिएको छ। यो निकै राम्रो छ। भित्र चाहिँ फोटो मात्रै खिच्न पाइने भएकाले मैले भिडियो चाहिँ बनाउन पाइनँ, किनभने भिडियो बनाउन त्यहाँ दिँदो रहेछ। त्यसैले मैले फोटो मात्रै खिचेँ। त्यहाँको भित्रको म यही फोटोमा राखिदिन्छु, भिडियोमा फोटो एउटा राखिदिन्छु। यसरी एकदम सुन्दर छ, यसरी राखिएको छ। यो आँगनमा चाहिँ निकै सुन्दर फुलहरू फुलेका छन्। यो फुलहरूलाई देखेपछि नै मन आनन्दित हुने। यहाँ छिर्ने बित्तिकै तपाईँले फुलै फुल पाउन सक्नुहुन्छ। भित्र चाहिँ भिडियो बनाउन नपाइएकाले मैले भित्र भिडियो बनाइनँ, त्यही भएर यही साइडबाटै मैले भित्रसम्मको दृश्यहरू कैद गर्ने कोसिस गरेँ। यहाँभित्र चाहिँ तपाईँहरूले पूजा गर्ने ठाउँ देख्नुहुन्छ। प्रणामी धर्ममा चाहिँ मूर्तिलाई पूजा गरिँदैन। यो चाहिँ एउटा प्रणामीको आफ्नै धार्मिक ग्रन्थ छ, त्यसको कुलजम भनिन्छ त्यसलाई चाहिँ, र त्यही ग्रन्थलाई पूजा गर्ने गरिन्छ। यहाँभित्र चाहिँ भजन कीर्तनहरू हुने गर्दछ। प्रणामी मन्दिरसँगै चाहिँ प्रणामी हस्पिटल पनि छ। यहाँनिर पर देखिएको चाहिँ प्रणामी हस्पिटल हो, र प्रणामी हस्पिटलदेखि त्यसको साइडमा चाहिँ अब बुढीगङ्गा मुक्तिधाम, जहाँ चाहिँ दाह संस्कार पनि गरिन्छ।